Hello guys, welcome to our channel. Today we are going to make banana cake. अनि हामीले चाहिँ घरमा कसरी सजिलो तरिकाले बनाउने हेरौँ है त। हामीलाई चाहिन्छ बेकिङ सोडा, अनि चाहिन्छ मैदाको पिठो, त्यसपछि हामीलाई चाहिन्छ बनाना जुन चाहिँ अलि पाकेको हुनुपर्छ, त्यसपछि एग्स, त्यसपछि हामीलाई चाहिन्छ सुगर। यो सबै सामानहरू तयार भइसकेपछि अब हामी यो सबै इन्ग्रेडियन्टहरूलाई ग्राइन्डरमा राखेर चाहिँ ग्राइन्ड गर्छौँ। यु क्यान सी सबै हाम्रो चाहिँ इन्ग्रेडियन्टहरूलाई यसरी ग्राइन्डरमा पाले पालो राखेर ग्राइन्ड गर्नुपर्छ। अब सबै सामानहरू राखिसकेपछि हजुरले हेर्न सक्नुहुन्छ यसलाई हामी चाहिँ ग्राइन्ड गर्न जाँदैछौँ र हजुरहरूले हेर्न सक्नुहुन्छ हामी अहिले चाहिँ हाम्रो केकको ब्याटरलाई ग्राइन्ड गर्दैछौँ। अब हेर्न सक्नुहुन्छ हामीसँग पिकलहरू पनि अभाइलेबल छ। ल हेर्नुहोस् यो ब्याटर चाहिँ यस्तो देखिन्छ अनि यो बिचमा हामी चाहिँ बचेको बनाना पनि खाँदैछौँ र केकको लागि ट्रे प्रिपरेसन गर्दैछौँ। त्यसमा चाहिँ हामीले बटर मेल्ट गरेर त्यसमा चाहिँ राख्दैछौँ अनि वी आर ह्याभिङ पपकर्न्स। अब भने चाहिँ हजुरले बटर चाहिँ मेल्ट भइसकेको देख्न सक्नुहुन्छ। यो सबै गरेको चाहिँ केकलाई चाहिँ पछि नटासियोस् भन्नको लागि हो। अनि यसरी सर चलाएर सबैतिर यो बटर चाहिँ फैलाउनु पर्ने हुन्छ। अनि यो राम्रोसँग पग्लेन भने चाहिँ हजुरले यो फर्क युज गरेर यसरी ट्रेको कुना कुनामा चाहिँ बटरलाई लगाउन सक्नुहुन्छ। र यो बटर लगाइसकेपछि अब भने चाहिँ हामी यसमा यो फ्लोर चाहिँ स्प्रिङ्कल गर्छौँ यसरी। र यसरी स्प्रिङ्कल गर्दाखेरि बचेको फ्लोरहरू चाहिँ हामीले फेरि राख्छौँ र त्यसलाई अलिकति बटरमा कोटेड गराएर ट्रे चाहिँ यस्तो तयार हुन्छ। र अब यो ट्रेमा चाहिँ हामी अघि बनाएको केकको ब्याटरलाई यसरी राख्छौँ। अनि अब यसरी राखिसकेपछि चाहिँ हामीले सबैतिर मिल्ने गरेर राम्रोसँग चाहिँ ब्याटरलाई ट्रेमा ट्रान्सफर गर्छौँ र अलिअलि बचेको ब्याटरलाई चाहिँ हामीले फर्कको सहायताले ग्राइन्डरबाट निकालेर यसरी चाहिँ प्रिपेयर गर्दैछौँ। र यसरी हाम्रो ब्याटर तयार भएपछि माथिबाट हामी केही ड्राई फ्रुटले यसलाई गार्निस गर्छौँ। अहिले पछि चाहिँ एकदमै राम्रो देखिन्छ। यो चाहिँ कम्प्लिटली अप्सनल हो, हजुरहरूले यो बाहेक अरू कुनै ड्राई फ्रुटहरू पनि युज गर्न सक्नुहुन्छ। हामीले चाहिँ केही मुस्ली र ड्राई फ्रुटहरू युज गरेर हाम्रो केकलाई चाहिँ गार्निस गरेका छौँ। र गार्निस गरिसकेपछि चाहिँ हाम्रो केक चाहिँ यस्तो देखिन्छ। अब यसलाई हामी ओभनमा राख्दैछौँ। एज यु क्यान सी ओभनमा राखिसकेपछि टेम्परेचर चाहिँ हामीले 225 मा सेट गर्नुपर्छ भने टाइम चाहिँ बेक गर्नको लागि 30 मिनट्स हामीलाई लाग्छ यो केक चाहिँ कम्प्लिटली तयार हुनको लागि। र यति गरेपछि हामी ब्रेक लिन्छौँ। र ओभन बाहिरबाट हामी हेर्न सक्छौँ लगभग 25 मिनट्स भइसकेको छ। अब चाहिँ 30 मिनट्स हुन लागेको छ। हाम्रो केक चाहिँ अलमोस्ट तयार भएको जस्तो देखिन्छ। अब भने हामी यो केकलाई ओभनबाट निकाल्छौँ र हेर्न सक्नुहुन्छ एकदम राम्रो देखिरहेको छ। अनि हामीले चाहिँ स्पुन डिप गरेर पनि चेक गर्न सक्छौँ पाकेको छ कि छैन भनेर। अब भने चाहिँ हामी यसलाई
हाम्रो ट्रेबाट चाहिँ बाहिर निकाल्दैछौँ र पछाडिको भाग चाहिँ यस्तो देखिन्छ केकको एकदम वेल कुक भएको छ र अगाडिबाट चाहिँ यस्तो देखिन्छ। अब यसलाई हामी चाहिँ स्लाइसहरूमा काट्छौँ। एज यु क्यान सी हजुरहरूले आफ्नो आवश्यकता अनुसार चाहिँ यसलाई काट्न सक्नुहुन्छ। अब भने चाहिँ हामी हाम्रो केकलाई डिस्ट्रिब्युट गर्दैछौँ। हेर्न सक्नुहुन्छ 8 वटा स्लाइस बनाएको थियौँ, सबैजनालाई डिस्ट्रिब्युट गर्दैछौँ र फर्स्टमा हेर्नुहोस् एकदम मिठो बनेको छ। नेक्स्ट रिभ्यू भाइले पनि एप्रुभ गर्नुभएको छ। यु क्यान सी हिज स्माइल। अनि यहाँ हेर्न सक्नुहुन्छ हाम्रो सेफ अफ द डे, हि अल्सो एप्रुभ्स इट। र यहाँ हेर्न सक्नुहुन्छ हिज एक्सप्रेसन सेज अल। र अब भेरी टेस्टी भन्दै हुनुहुन्छ। अनि नेक्स्ट मैले पनि टेस्ट गर्दा एकदम मिठो छ, फ्रेस, गुड। अनि यु क्यान सी हाम्रो ब्रदरलाई पनि एकदम मन परेको छ। र सो थ्याङ्क यू फर वाचिङ आवर भिडियो। प्लिज सब्सक्राइब आवर युट्युब च्यानल फर मोर भिडियोज एन्ड सी यू इन द नेक्स्ट भिडियो गाइज। बाई।